नमस्ते एभ्रिवान। आज सैटरडे यानि कि नागोयाको मेरो पहिलो दिन। हिजो लामो यात्रापछिको अबेर सुताइ पश्चात म चाहिँ बिहान अबेरसम्म सुतेँ हैन। अनि बिहानै आएर भाइले चाहिँ रमेश भाइले मलाई चाहिँ दाइ उठ्नुहोस् आज घुम्न जानुपर्छ, शनिबार पनि हो, हाम्रो काम अलि ढिला छ, उठ्नुहोस् भनेर एक कप चाहिँ पानी लिएर मलाई चाहिँ ल पानी पिउनुहोस् अब म जानुपर्छ घुम्न भनेर। अनि मैले उठेँ हैन, दाइ अनि लामो कपाल रहेछ नि त हजुरको त हिजो त सानो देखिरहेको थियो भनेर भाइले भन्यो हैन, म कपाल काटिदिन्छु भने। हो र भनेर अब मैले पनि एकदम मलाई पनि कपाल झ्याउ लागिरहेको थियो होइन, खस्या खस्यो हुने। अनि मैले ल हुन्छ नि त भाइ भनेर अनि एकछिन म त्यहाँ बेडबाट उठेँ। बेडबाट उठिसकेपछि हिजो चाहिँ म उत्रिने क्रममा ठ्याक्कै रोडनिरै हाम्रो रुम छ जस्तो लागेको थियो होइन, किनकि राति अबेर पुगेँ आउँदा। अनि त्यसपछि चाहिँ म एकछिन बाहिर टेरेसतिर गएँ अनि त्यहाँ हेरेँ ठ्याक्कै रोडैनिर हाम्रो रुम रहेछ होइन। एकदम खुसीको कुरो मलाई रोड भनेपछि होइन, सिनहरू हेर्न एकछिन गएँ, सर भिडियो बनाएँ होइन, घाम लागिसकेको थियो। त्यसपछि भाइले चाहिँ मलाई ल दाइ तयार हुनु म चाहिँ कपाल काटिदिन्छु भनेर मलाई भनिसकेपछि भाइले सामान लिएर आयो। अनि कपाल एकदम के भाइ बब्बाल कपाल काटिदिँदो रहेछ होइन। भाइले चाहिँ 7 महिना चाहिँ नेपालमा काम गरे हो दाइ मैले कपाल काट्नेमा भन्थ्यो। तर साँच्चै नै भाइको कला चाहिँ मान्नुपर्छ है। यहाँभन्दा अगाडिको गिटारको कला, भाइको अन्य कला के थुप्रै कलाहरू छन्। त्यसपछि कपाल काटिसकेपछि मैले नुहाइधुवाइ गरेँ। अनि नुहाइधुवाइ गरिसकेपछि अब खाना पनि थोरै खाएँ, उनीहरूले चाहिँ खाएन होइन, मैले त अलिक खाएँ। अनि त्यसपछि हामी तिनैजना मदन भाइ, म र रमेश भाइ चाहिँ लाग्यौँ आजको यात्रा हाम्रो नागोयातिर। नागोया जानुभन्दा अगाडि हाम्रो त्यहाँ घरबाट चाहिँ नजिकै 10 मिनटको यात्रा गरिसकेपछि हाम्रो चाहिँ नजिकै ट्रेन स्टेसन छ होइन। अनि हामी चाहिँ त्यो हिगासियामा लाइन चढेर चाहिँ हामी लाग्यौँ नागोयातिर। नागोया जाँदाखेरि चाहिँ अब मेरो पहिलो दिन आजको होइन, यस्तो भिडभाड भइरहेको थियो। अब आज शनिबार भएर पनि होला होइन, म ओसाका जाँदाखेरि चाहिँ होइन ठ्याक्कै ठ्याक्कै त्यस्तै होइन, बिल्डिङहरू ठुला ठुला बिल्डिङहरू त्यस्तै त्यस्तै थियो। अनि कता कता म ओसाकाको उमेदा त्यतातिर गए जस्तो फिलिङ पनि भइरहेको थियो होइन मलाई। किनकि लगभग जापान उस्तै उस्तै हो जहाँ पनि होइन, तर अलि ठाउँ फरक होला, त्यहाँ चाहिँ भेग फरक होला, त्यो अलग बाटो भयो होइन। त्यहाँका अब गाडीका यातायातका साधनहरू चल्ने क्रम फरक होला, त्यो अलग बाटो भयो। अनि त्यसपछि त्यहाँबाट हामी निस्क्यौँ। अनि ओर्लिसकेपछि ठ्याक्कै स्काई गार्डन भन्ने माथि रहेछ होइन। अनि हामी तिनैजना त्यहाँ गयौँ। एकदम के जापान प्रविधिमा कति अगाडि छ भन्ने कुरो अब हजुरहरूलाई थाहा नै छ होइन, जापानमा बस्नुहुनेलाई प्लस अब न्युजहरू सुन्नेहरूलाई नि थाहा नै छ। तर यो साकुरा जस्तै देखिने होइन, साकुरा रहेनछ त्यहाँ चाहिँ प्लास्टिकको बनाएको रहेछ होइन। एकदम यति भिड थियो, आज शनिबार भएर पनि होला होइन, धेरै भिड लागिरहेको थियो क्या, फोटोहरू खिच्ने यताउति खिच्ने। अनि त्यसै क्रममा हामी पनि गयौँ, हामीले चाहिँ फोटोसोटो खिच्यौँ होइन, आफ्नो भिडियोहरू बनायौँ। अब फोटो चाहिँ आउँछ, भिडियो पनि आउँछ, आइ पनि सक्यो होला होइन। त्यसपछि अब हामी त्यहाँबाट चाहिँ माथि बिग क्यामेरा भन्ने ठाउँ रहेछ होइन, त्यहाँ चाहिँ सिमहरू नरिखाए यताउति गर्दो रहेछ। अनि हामी त्यहाँ पनि गयौँ, एकछिन त्यहाँ घुम्यौँ होइन, त्यहाँको बारेमा बुझ्यौँ अब त्यहाँ के रहेछ कस्तो रहेछ सिमहरूको बारेमा पनि होइन। त्यहाँ गयौँ, त्यहाँ बुझ्दाखेरि चाहिँ होइन ठ्याक्कै त्यहाँको 14 तला, सायद 14 तला 15 तलामा ठ्याक्कै मलाई अहिले थाहा भएन होइन। त्यहाँ चाहिँ एउटा अचम्मको कुरो देखेँ के होइन, त्यहाँ रेस्टुरेन्टमा मैले यहाँभन्दा अगाडि रोबोटको पनि भिडियो हालेको छु होइन, रोबोटले सेवा दिएको सायद तपाईँहरू सबैले देखिसक्नु पनि भयो होला। तर यो रोबोट चाहिँ अब त्यो रेस्टुरेन्टको सर्भिस गर्ने रोबोट नभएर त्यहाँको सेक्युरिटी रोबोट थियो होइन। हामी त्यो रोबोट हेरिसकेपछि अब हाम्रो यात्रा चाहिँ ओसुको लागि, जहाँ चाहिँ भाइहरू पहिला बसेका थिए होइन, त्यहाँ चाहिँ एकचोटि घुम्ने, त्यहाँ चाहिँ दाइलाई पनि देखाउँछु हाम्रो होस्टेल भनेर लगेर गयो होइन। अब त्यहाँ हामी गयौँ, गइसकेपछि त्यहाँ चाहिँ एकदम ओर्लिने बित्तिकै नेपाली झन्डा फरर देखिरह्यो होइन, नेपाली झन्डा फरफराएको। ओहो नेपाली मन त, यो मन त मेरो नेपाली हो भन्दैखेरि। अनि आज चाहिँ शनिबारको दिन होइन, त्यहाँ नजिकै तिनीहरूको होस्टेल जाने बाटोनिरै मन्दिर पनि पर्दो रहेछ होइन। मन्दिर चाहिँ एकदम भिड भडाउ थियो, भरि भराउ थियो आजको दिन। अनि भाइहरूको ठ्याक्कै त्यहाँ गयौँ, त्यहाँ चाहिँ होस्टेल एकदम ठुलो रहेछ क्या, धेरै ठुलो होस्टेल होइन। पहिला त्यहीँबाट सरेर 1 महिना जति भयो अर्को ठाउँमा सरेका होइन। त्यहाँबाट हामी गयौँ, एकदम त्यहाँ घुम्दै घुम्दै यताउति गयौँ, त्यहाँ एकछिन यो गेमहरू खेल्यौँ। गेमहरू खेलिसकेपछि अनि हामी चाहिँ अब थाकिसकेका थियौँ लास्टै होइन, आज घुम्दा घुम्दै धेरै भइसकेको थियो हाम्रो हिँडाइ आजको दिन। अनि अब घर फर्किने निर्णय गऱ्यौँ हामीले चाहिँ। अनि त्यसपछि हामी चाहिँ लाग्यौँ आफ्नो स्टेसनतर्फ। अनि मदन भाइ चाहिँ साइकलमा आउँछु भन्यो होइन, मदन भाइ साइकलमा आइसकेपछि रमेश भाइ र म चाहिँ ट्रेनमै फर्किने हामीले निर्णय गऱ्यौँ। अनि लाग्यौँ हामी चाहिँ आफ्नो चढ्ने हिगासियामा लाइनतर्फ होइन। फाइनली आज धेरै थाकि पनि सकेको थियो होइन, आजको यात्रा हाम्रो धेरै भइसकेको थियो। 10 मिनटको हिँडाइपछि फाइनली हामी घर पुग्यौँ। थ्याङ्क्स एभ्रिवान अहिलेसम्म भिडियो हेरिदिनु भएकोमा, माया साथ सहयोग र सपोर्ट गरिदिनु भएकोमा। र भोलि फेरि अर्को भ्लग लिएर आउने नै छु होइन, तत्सम्मको लागि साथ सहयोग माया सपोर्ट गरिदिनु हुने नै छ भन्ने आश गरेको छु। जय देश जय नेपाल।